र आज बिरयानी खाएको है र यता गर त यसरी पक्र त खाएको उठ्यो मेरो भिडियो त पहिल्यै छ त अनि बन्द गरिदिने हो ल हामी बिरयानी खाँदैछौँ अब ल दामी होइन दामी है दामी 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 सलाद त सबको चाहिँ कालो ठाउँमै राखेको भए हुने नि ल अङ्कल पनि ह्याप्पी है हामी सबैको मेहनतै गाइदिएको छ है सबैले मेहनत गर्यो है पहिला मासु निकालेर ठकठक राख्ने आयो आयो दाइ पनि आउनु भयो यसो गरौँ न यो त खानु न ल यहाँ पस्किने चाहिँ हाम्रो यहाँ पस्किने चाहिँ हाम्रो कर्नर छ है गाई छ है लेग पिस कता छ लेग पिस हाम्रो यो यसलाई के पो भन्छ के भने अरे राइता के अरे राइता राइता सलाद गाई छ है बिरयानी बिरयानी बनाउने मान्छे चाहिँ फेरि यता बिरयानी चाहिँ मैले बनाएँ ल हेलो गाइस आज चाहिँ यहाँनिर झिलिमिली हुन्छ भनेर आइयो गाइस है तर नहुने रहेछ सुरु भएको छैन रहेछ जस्तो देखाएको त्यस्तै छ कस्टमर बनाउँदै रहेछ लाइट त बाले छैन रहेछ नि ट्राई गरेको भए भने यार कस्तो देखिन्छ यो चाहिँ के मदको कुवा हो कि क्या
मधु कुवा खेल्ने ठाउँ हो क्या हाम्रोतिर हुन्छ नि मधु कुवा स्टलहरू चाहिँ रेडी गरिरहेछ है ल ल धमाधम बनाउँदै पो रहेछ यार स्टिल मर्मत कार्यमा रहेछ यो पनि लगेर कहाँ राख्ने हो ल यहाँनिर चाहिँ बास्केटबल खेल्ने ठाउँ थियो अहिले हटाएर चाहिँ छट्ट अहिले यिनीहरू सजाउनको लागि ल्याएको रहेछ अब यो लगेर अन्त्य ठाउँ राख्ने होला पार्टनरहरू चाहिँ फोटो खिचिरहेछन् है अब यहाँनिर चर्चको घन्टी बज्यो लाइटहरू बलेको बेला त ओभर हुन्छ यार त खासै मजा आएन यार नाइट यहाँ बनाऊ ल हल्का माथि गरेर बनाऊ हल्का माथि देखाएर ल यहाँ चाहिँ दामी आउँछ अगाडि हिँड न बुढो हाई 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 रात्र दिशा यहाँनिर चाहिँ अब गेमको लागि राख्ने अझैसम्म पनि प्रिपेयर नै भइरहेछ मोबाइलै नयाँ पिसो भयो कस्तो पिसो भयो ओहो राम्रो घुम्ला छ गुरुङ केटो पुलामेन हो लुका वेलकम सर 1+1 ग्राम